हेलो गाइस, ला सोफिया फुल्ला जमन्दन झपकमान होला जमन्दन। आजको टपिक चाहिँ के छ भने अब टपिक चाहिँ यो चाहिँ मेरो माइक किन पैसा छैन। टपिक चाहिँ के भने अघि वर्ल्ड कप पनि हेऱ्यो। आज पोर्चुगल हालिसक्थ्यो, लास्ट टाइममा पेनल्टी हाने कर्नर हाने बेलामा चाहिँ क्रोसियाको खेलाडीले चाहिँ यस्तो ह्यान्ड सर्ट हाने बोलेन चाहिँ समातेर पछाडि यस्तो ढाडमा समातेर निहुराइदिएर चाहिँ पेनल्टी पाएर चाहिँ रोनाल्डोले 1 गोल गर्यो। नभए त रोनाल्डोको सपोर्टरहरू हिजो आज रुइसकेको थियो, गति रुइसकेको थियो नि। बिचमा यहाँ लाग्छ मलाई रोनाल्डोको सपोर्टर देखेर त्यो पनि गोल नहुने भए हिजो आज रोनाल्डोको फ्यानहरू के हुन्थ्यो होला, बिहोस हुन्थ्यो होला यतिखेर गरेर। तर म चाहिँ रोनाल्डोको फ्यान होइन, फेरि म कुनैको पनि फ्यान होइन, जस्ट हेर्छु, सपोर्ट गर्छु। तर जुन दिन मेरो देश चाहिँ वर्ल्ड कप खेल्न पुग्छ त्यतिखेर मात्रै मैले सपोर्ट गर्छु, नभए अरू बेला चाहिँ मैले सपोर्ट गर्नेवालामा चाहिँ छैन। गेम चाहिँ हेरिन्छ, खेल्न नआए नि हेरिन्छ, मजा चाहिँ लिइन्छ। अरूहरूको कथा कहानी के भन्छ यताउता जुत्छ, मेरो रोनाल्डो यस्तो तेरो मेस्सी यस्तो भन्छ नि त। त्यही हेर्न मजा आउँछ। अनि यसो म्यासेज गर्ने है, कहिले काहीँ हर्केको पोस्टहरू तेरो हर्के यस्तो भन्ने ब्याल्ने यस्तो भन्ने आउँछ नि त। त्यो कहिले काहीँ यस्तो हेर्छु, काम छैन नि त आजभरि मेरो, त्यसैले हेर्ने गर्छु। नभए त खासै हेर्ने चाहिँ इन्ट्रेस्ट चाहिँ लाग्दैन, त्यही पनि हेर्न चाहिँ हेर्छु। कमेन्टहरू हेर्छु, कमेन्टहरू जानुपर्छ, पुरो आउँछ कमेन्टहरू त। फेरि त्यस्तो म त्यस्तो के आउँदैन है, हेर्नु चाहिँ हेरिन्छ। मैले जोस् छ यस्तो छ के हो चाहिँ म चाहिँ शिवमा कम्पनी ढुङ्गोमा बस्दै आएको छु। मेरो चाहिँ यस्तो तलतिर यस्तो घुम्दै हिँड्छ एक्लै, खाना बनाउनु जस्तो तलतिर यस्तो प्लेस बनाउँछ छु। अब यो चाहिँ गाडी सोरुम हो, यहाँ चाहिँ गाडी सोरुम, गाडीहरू पाइन्छ, गाडीहरू किस्तामा पनि पाइन्छ, फेरि विदेशीहरू पनि पाइन्छ। नेपालको जस्तो होइन, त्यो के अरे भित्र राख्ने जमाने एकजना बस्ने त्यस्तो हुँदैन। फेरि यहाँ मन्दिर सोसियल यस्तो त्यो ठुलो पेट भएछ मेरो चाहिँ पेट गाडी गाडी किन्नु मन छ मजाले लाइसेन्स छ, रेसिडेन्सी कार्ड छ, गाडी लगेर जाऊ। मन्थली पेमेन्ट कति काट्ने हो, क्रेडिट कार्डको काट्छ। नेपालको त चाहिँ यति हो भन्ने चाहिँ छैन। नेपालमा पनि यो सिस्टम चाहिँ ल्याउनु पऱ्यो भन्ने मलाई लागिरहेको छ। यस्तै छ, म चाहिँ यस्तो हिँडिरहेको यस्तो भ्लग बनाइदिउँ नि त 3-4 मिनटको भनेर युट्युबमा पनि के यस्तो दिनको दिन भ्लग हाल्यो भने युट्युबमा पनि यस्तो युट्युबले पनि दिने रहेछ भनेर युट्युब पनि अब आफ्नो त मोनिटाइज भएको छैन। जस आफ्नै भोइसमा चाहिँ भिडियो हाल्यो भने चाहिँ राम्रो हुँदो रहेछ छ। अहिले चाहिँ बाइक सोरुम छेउतिर आइपुग्यो हो। होन्डाको बाइक चाहिँ 4,40,000 पर्छ, 3,20,000 पर्छ लगेको, या 4,90,000 पर्छ होन्डाको। दामी छ नि त। अहिलेको बाइकहरू चाहिँ यता छ, मेरो पछाडितिर देखिन्छ बाइकहरू पनि तिनीहरू सँग छ। थ्याङ्क यू फर वाचिङ। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु, मलाई माया गरिदिनु होला है त, धन्यवाद। ल सोफा खुल्ला थुर्सिसकेँ।